हेलो गाइज नमस्ते वेलकम टु माई ब्याक टु माई न्यू भिडियो। तपाईहरु सन्चै आरामै हुनुहुन्छ भन्दै म पनि सन्चै आरामै छु। तपाईहरुले मेरो भिडियोलाई धेरैभन्दा धेरै माया गरिदिनु होला भन्दै म चाहिँ आज फेरि बारीमै छु। बारीमा यो गरेर मकै छर्न आएको अनि यस्तो घसेल्दै थियो पोल्दै गयो यहाँ चाहिँ। अनि तपाईहरुकोतिर वेदर कस्तो छ? हाम्रोतिर चाहिँ पानी पर्न लाग्छ गाइज। अनि यस्तो चिसो हावा अनि 11 मा मल पाच्दैछु म चाहिँ। तपाईहरुकोतिर वेदर कस्तो छ कमेन्ट गर्नु होला भन्थे। म अहिले तपाईहरुलाई अवश्य नै देखाउने नै छु। एकछिन हेर्नु न आगोलाई गाड्दाको अनि पानी पर्ला जस्तो भइरहेछ हाम्रोतिर चाहिँ। तपाईतिरको वेदर कस्तो छ प्रतिक्रिया अवश्य दिनु होला। मेरो भिडियोलाई चाहिँ मेरो युट्युब च्यानल रबिना पन्था युट्युब च्यानलमा गएर सब्स्क्राइब गरिदिनु होला है गाइज। घर कस्तो क्लियर नआएर खत्रै बल्यो होइन। कहिले अरे चान्नी पुग्ने कति राम्रो रहेछ। कतिवटा खान्थ्यो ए ठुलै भएर रहेछ। बैराल्ने हाल्नु न भाइ यता नि खोर बनाउने हो। त्यही मिल्छ होला नि। यही हो त घर देखिया के यो। लसुन थियो लसुन हलेर त्यही किराले रोप्दै पाल्नु भएन है धेरै बाह्र पाल्नु नै सधैँ सकिँदैन धम्की उठेर बाह्र पाले दम बन्ने गाई पाले हर्कर्कै थलो पर्ने अचम्मै छ कि ल्याइदिन्छ नि अब काम त्यो गरेर भ्यासी भ्याइन्छ। हिजो त बिहानै आउनु भएको थियो त तपाईको दिदी। केटकेटी नि गयो हुन्। कतिवटा लानु भएको थियो त मुला 17 केटकेटीले नि लाउन् कति सबै बेचियो। लिँदा रहेछ नि त मुडा त। त नि टाढा के गाडी भयो पो। त घर कसरी बारेर आबैले कुखुराका खोर कुखुरा पालेर बुढी आमाले कति राम्रो बनाउनु भएछ। बाले छैट यस्तो डाँडामा बिल्डिङ घर हेर्नु गाइज।
छु मामा घरतिर जानु परेको यसो क्यार्नु भएको छ मामा मुवा मामा बुवा यतै माथि हो कि मामा घर चाहिँ थाहा मैले होइन हो त्यही तिनीहरूको घरबारी भ्यायो नि त्यो ठुलो गर सिँगै छ क्या तिनीहरूको पनि दुई तीन दिन लगातार ल्यायो भने अबको 3-4 दिन केही नि हुँदैन ठोके अन्त नि 3-4 दिन मान्छेले छरेर नि भ्याउँथे ल्याउँथे कसले ल्यायो त आमाले ठुलो ट्रेक्टर झर्ने अरे हो त कसले ल्यायो त ठुलो ट्रेक्टर ल्याएन नि अरूको ल्याउने भनेको थियो कस्तै भागेको है पानी आउला जस्तो गरेछ है मिर्गा नानी एक दिन होरु त्यहाँदेखि हेरी यात्रोबाट रातो यात्रो छ माना सक्दा मासु मिठो हुन्छ अरू त त्यसको त थोस्यान ठुलो मान्छे मम्मीहरूले त भ्याए होइन छरी रुन नबिनले छोरे होइन न बाँझो जतिकै हुन्छ ट्रेक्टर लाउने भनेर लानु भएको साह्रो न साह्रो रहेछ कोपी झन् कोपिएन चाहिँ छोडेर लानु भएको छ लाउनु हुन्न अरे अब जोत्ने होइन साथी साध्दैन बोलेर जित्दियो है त्यहाँ पिँडा लाउने त्यो कालले मल हालेर पिँडा लाउने ए त्यो भैँसीको मल हो खतरा पिँडालुहरू राख्ने के Oh, bra. Vad ni bor här? आजको लागि मकै छाइसकिएको छ अनि मकै गर्दा लाग्यो है आज मकै छरेको धेरै भिडियो हाल्न पाइएन दुःख नमान्नु होला भन्दै हेर्नुहोस् बारी छरेको अझै बाँकी नै छ किन फेरि तपाईँहरूलाई देखाउने नै छु यहाँ बाँकी भएको होइन त अनि अब म घर के गर्छु सबै देखाउने नै छु भन्दै अहिलेको लागि यति नै म आइसकेको छु साथीहरू तपाईँको माझमा साथमा अनि तपाईँलाई मेरो भिडियो के कस्तो लाग्छ साँच्चै कमेन्ट गर्नुहोला सल्लाह अनि प्रतिक्रिया दिँदै गर्नुहोला अनि मेरो भिडियोलाई मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै आजको लागि यति नै बाई।